बडा दशैं 2082 को ग्रेटर अस्टिनवासी सबैमा हार्दिक मङ्गलमय शुभकामना। आज हामीले नेपालका ख्यातिप्राप्त कलाकारहरूसँग हाँस्ने हँसाउने साथै गीत मार्फत मनोरञ्जन दिने प्रयास गर्नेछौँ र ग्रेटर अस्टिनवासीलाई हँसाउने प्रयास गर्नेछौँ। अहिले 4 बजेदेखि बेलुकी 9 बजेसम्म यहाँहरू सम्पूर्णलाई आमन्त्रण गर्न चाहन्छु। यहाँ आएर सबैले मनोरञ्जन गरिदिनु होला र यस बापत हामीले खर्च कटाएर उब्रिएको पैसा नेपालमै पठाउने हो, त्यसको लागि पनि सहयोग गरिदिनु होला। सबैलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। साङ्गीतिक कार्यक्रमदेखि कार्यक्रम सुरु गर्न गइरहेका छौँ। गीत सुनाएर मनोरञ्जन गराउनुहुनेछ। सबैले ताली बजाएर उहाँलाई स्टेजमा स्वागत गरिदियो है ल सबैले। र पछाडि हुनुहुने सबैजना अलि अगाडि नजिक पनि आइदिनु होला है। थ्याङ्क यू। मेरो धाउने बानी छैन, उकाली र ओह्राली भो नहिँडेको बाटो, तर प्यारो लाग्छ मलाई मेरै देशको माटो। गाँच्न आउँछ मलाई टुक्क गाँच्न आउँछ। मलाई टुक्का गाँच्न आउँछ। मारुनी र कमरमा कम्मर भाँच्न आउँछ। मलाई कम्मर भाँच्न आउँछ। रीति तिथि संस्कृति नै मेरो नि सम्मान छ। आधुनिक म छोरी तर मेरै आफ्नै शान छ। गैरी खेतको सिरै हान्यो, वर्षायामको दरौदीले, गैरी खेतको सिरै हान्यो, वर्षायामको दरौदीले। हो नौनी जस्तो मेरो मन, नौनी जस्तो मेरो मन चिर पर्यो। लैबरी लैबरी एक्चुअली ताली चाहिँ बजाइदियो है। कलाकारहरू लुकेको कलाकार हुनुहुन्छ हामीसँग, हामीले नदेखेका नयाँ नयाँ अनुहार हामी सधैँ देख्न पाइन्छ। यो हाम्रो लागि एकदम गौरवको विषय हो। अब यसैबीच अब हामीलाई नृत्य एउटा नाच देखाउन आउँदै हुनुहुन्छ बहिनी रसिका कार्की र अदिति पोखरेलले। ग्रेटर अस्टिन नेपाली सोसाइटीले आयोजना गरेको
दसैँ तिहार सांस्कृतिक साँझ मेलामा हजुरहरू सम्पूर्ण उपस्थित हुनुभएका महानुभावहरूमा म टिका गुरुङको तर्फबाट र ग्रेटर अस्टिन नेपाली सोसाइटीको तर्फबाट हार्दिक स्वागत तथा शुभकामना व्यक्त गर्न चाहन्छु। नमस्कार सबैजनालाई। र आज हामी यो खासै दसैँ तिहार सांस्कृतिक साँझ मनाउँदैछौँ, तर पनि नेपालमा हामी सबैलाई थाहा छ एउटा नेपालमा चाहिँ हाम्रा थुप्रैजना भाइ बहिनीहरू कलिला भाइ बहिनीहरूले नेपालकै लागि ज्यान गुमाउनु परेको छ र त्यसमा हामी दुखी त छँदैछौँ। तैपनि त्यो हुँदै पनि हामीले हाम्रो जीवनलाई अगाडि बढाउनको लागि सधैँ त्यो दुःख सम्झेर पनि हुँदो रहेनछ। त्यो विषम परिस्थितिलाई सम्झिँदै पनि त्यसलाई केही सहयोग गर्न सकिन्छ कि भन्ने हिसाबले हामीले मनाइरहेका छौँ। नमस्कार सबैजनामा। हामी आज यो कार्यक्रम अघि विनोद दाहाल हाम्रो महासचिवज्यूले पनि भनिसक्नुभयो, यो कार्यक्रम सुरुमा अर्कै उत्साहका साथ आयोजना गर्न लागेका थियौँ। त्यही बिचमा नेपालमा विषम परिस्थिति आइसकेपछि हामीले हाँस्न सक्ने स्थिति पनि रहेन। सबैका मुटुहरू काँपिरहेका थिए, मनहरू रोइरहेका थिए। अनि त्यसलाई स्थगित गऱ्यौँ। फेरि बिचमा आइसकेपछि कलाकार साथीहरू नेपालबाट यहाँ आइपुग्नु भइरहेको थियो। अब हामी पनि अमेरिका आइ नै सकेका छौँ। जे जस्तो हुन्छ हामीले यहाँबाट सकेको सहयोग नेपालमै पठाउने हो। त्यो बकाले 2 जना भए पनि 5 जना भए पनि 100 जना भए पनि त्यहाँबाट कलेक्सन भएको पैसा हामी खर्च कटाएर नेपालमै पठाउँछौँ भनिसकेपछि हामीले यो कार्यक्रमलाई फेरि यो आयोजना गर्नुपर्ने एउटा बाध्यता पनि आइलाग्यो। उहाँहरू त्यत्रो नेपालदेखि आइसक्नु भइरहेछ। त्यो कारणले गर्दाखेरि हामीले पोस्टपोन गरेको कार्यक्रमलाई पुनः आयोजना गऱ्यौँ र आज यो दसैँ शुभकामना कार्यक्रममा उपस्थित भएर ग्रेटर अस्टिन नेपाली सोसाइटीको प्राङ्गणमा जे जति उपस्थित हुनुभइरहेछ यहाँहरू सम्पूर्णलाई फेरि पनि म पनि स्वागत गर्न चाहन्छु ग्रेटर अस्टिन नेपाली सोसाइटीको तर्फबाट। र हामीसँग नेपालका ठुला कलाकारहरू, उहाँहरू ठुला कलाकारहरू जो म सानो हुँदाखेरि नै धन्या र रामविलासको रूपमा रेडियोमा सुन्ने गरिएको थियो। दिपा दिदीलाई म पनि पूर्वकै मान्छे हुन चाहिँ एउटा भौगोलिक कारणले, तर पनि रेडियोमा सुन्दा अर्कै मजा आउँदो रहेछ। उहाँहरूले चाहिँ त्यसरी जीवन जल खुवाउने कुरा पनि त्यो धन्याको रूपमा प्रस्तुत गर्नुहुन्थ्यो। तिनै धन्यालाई पनि आज हामी यहाँ देख्न पाउनेछौँ यो स्टेजमा। र अन्य मुखमा हान्नु जस्तो पनि हुनुहुन्छ होइन। अब यो एउटा हँसाउने पनि माहौल हो। हामी सधैँ रोएर मात्रै पनि हुँदैन, आफ्नो कर्महरू गर्न छोड्नु हुँदैन। जे जस्तो परिस्थिति आइलागे तापनि देशको माया जहाँ बसे पनि त्यही रूपमा हाम्रो मनमुटुमा गढी नै रहन्छ। र त्यो मायालाई पनि हामीले आफ्ना कर्महरूद्वारा त्यहाँ जे जति गर्न सकिन्छ सहयोगको माध्यमबाट पुरा गर्नुपर्ने हुन्छ। यति भन्दै म ढिला नगरिकन अब यहाँ हामी यो कार्यक्रमलाई अगाडि बढाउनको लागि आदरणीय विनोद दाईलाई म यो माइक हस्तान्तरण गर्दैछु। र ग्रेटर अस्टिन नेपाली सोसाइटीका जति पनि साथीहरू, सम्पूर्ण सञ्चालक समितिका साथीहरू, कार्यकारी समितिका साथीहरू जति पनि यहाँ यसरी खट्नु भइरहेछ यो कार्यक्रमलाई सम्पन्न गर्नको लागि, उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। र सम्पूर्ण आगन्तुक बुवा आमा दाजुभाइ दिदीबहिनी सबैलाई धन्यवाद तथा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै विनोद दाहाललाई धन्यवाद। यस ग्रेटर अस्टिन नेपाली सोसाइटीका अध्यक्ष श्री विद्युत खतिवडाज्यू। र अब हामी एकदमै प्रोग्रामको नजिक आइपुगिसकेका छौँ र यो मञ्च अब हामी ओगर्दैनौँ। आजको कार्यक्रम ढिला नगरिकन भव्य रूपले सुरुवात गर्नका निमित्त हाम्रो निमन्त्रणालाई स्वीकार गरेर डालासदेखि एकदमै राम्रो सिङ्गर एन्ड पर्फर्मर सत्य थापा आउँदै हुनुहुन्छ। उहाँलाई जोरदार तालीका साथ स्वागत गरौँ। परेलीमा लुकाइ राखन अङ्गालोमा बाँधी राख, परेलीमा लुकाइ राखन अङ्गालोमा बाँधी राख, जान नदेऊ
गुराँसै फुल्यो बनैमा बनैमा मेरो मन झुल्यो तिम्रो महनैमा गुराँसै फुल्यो बनैमा बनैमा मेरो मन झुल्यो तिम्रो महनैमा हे फर्क भनिदेऊ न राई माइलाले गाउँै छाड्यो रे राई माइलाले गाउँै छाड्यो रे जिन्दगी कहिले घाम कहिले पानीलाई बढीलाई अब यो बाटो मेरो हो कि म यो बाटोको अब यो बाटो मेरो हो कि म यो बाटोको। हाम्रो नेपाली टेलिभिजन इन्डस्ट्रीको चिरपरिचित नाम निकै पपुलर हामी सबैको मनमा बस्न सफल हुनुभएको बेस्ट होस्ट एकदम राम्रो ऱ्यापर सिङ्गर आसिफ शाहलाई म स्टेजमा निमन्त्रणा गर्न चाहन्छु। कृपया 2 हात जोडेर उहाँको स्वागत गरिदिनु होला। अझै पुगेन अझै मजाले। नमस्कार सबैलाई। यतिको लागि त माइकै चाहिँदैन नि गाइस। म बस्न मिल्छ? म बस्छु ल। हजुरकै छिटो। म अडियन्सको उपस्थिति देखेर एकदम क्याजुअल फिल गरिरहेको छु। कोट पनि अलिक बढी लगाएको छु। क्यान आई लाइक पुर अफ दिस कोट? चिया खाऊँ न नारायण दाई? ठिक छ नि? तपाईँहरू यतिजना त बस चढेर डालसै आयो हुन्थ्यो नि। उतै राम्रो हुन्थ्यो। तर एनिवे आमाहरू नमस्ते। एकदम खुसीको कुरा के भन्दाखेरि नेपाल बाहिर पनि सानो नेपाल देख्न पाइयो। आँखा अगाडि नै यहाँ मन्दिर देख्न पाउँदाखेरि एकदमै खुसी भएको छु। नारायण दाईले भन्नुहुन्थ्यो अघि पनि एकदमै हामी मिलेर बसिरहेछौँ यहाँ सबैजना। भाइचाराको भावना चाहिँ बढी छ यहाँ। र एउटा मेरो साथीहरूले पनि भन्नुहुन्छ क्या नेपालमा बस्ने नेपालीहरू भन्दा चाहिँ नेपाल बाहिरका नेपालीहरूलाई चाहिँ नेपालको माया अलिकति भए पनि बढी हुन्छ अरे क्या। किनभने नेपालमा केही भइराख्दाखेरि केही हुँदाखेरि सबैभन्दा पहिला सहयोगको भावना चाहिँ बाहिर बस्ने नेपालीहरूले गरेको हुन्छ। आफूले सक्दो गर्नुहुन्छ। त्यही भएर तपाईँहरू सम्पूर्णलाई धन्यवाद है। नेपालको लागि सोचिदिनु भएकोमा, नेपालको लागि माया गरिदिनु भएकोमा। म सिरियस गफै गर्न मन लागेको छैन। म एकदम रमाइलो गफ। बहिनी तपाईँ पनि हुनुहुन्थ्यो माइको होस्ट। सरी बिर्से। सी इज मनिमा पोखरेल। उहाँको लागि जोरदार ताली। थ्याङ्क यू। मनिमा के गर्ने त अब हाम्रो कलाकारहरूलाई बोलाउनु पर्छ होला। सबैजना अघिदेखि परिष्कृत हुइसक्छ। जिन्दगीमा फर्स्ट टाइम कोट लगाउँदाखेरि चाहिँ ओभर ड्रेस्ड फिल भइरहेको छ क्या। त्यो चाहिँ रमाइलो क्याजुअली। हाम्रो धर्मेन्द्र सेवान भन्ने कलाकार पनि हुनुहुन्छ। उहाँ हाफ प्यान्टमा आउनु भएको थियो क्या होइन? सायद अडियन्सको उपस्थिति थाहा पाएको होला। घर फिल गरे क्या नवराज। त यसरी प्रोग्राम गर्दाखेरि पनि खुसी नै लाग्छ। किनभने तपाईँहरू जतिजना हुनुहुन्छ त्यति नै हाम्रो कलाकार पनि हुनुहुन्छ होइन? कबड्डी सबड्डी खेल्नु पनि मिल्यो, जे गर्नु पनि मिल्यो, कार्यक्रम चलाउनु पनि मिल्यो होइन? तपाईँलाई चाहिँ मेरो कुरा मन परेन छ। किन अफ गरे त? अफ नगर्नु होला। मलाई त केही फरक छैन। मलाई त बानी छ कम अडियन्स देख्ने क्या। अस्ति भर्खर मेरो जन्ते बाखर भन्ने फिल्म रिलिज भएको थियो। हलमा यति नै मान्छे
सो म त आइएम युज टु इट। तर छक्का पन्जाको टिम आएको छ क्या, उहाँहरूले फर्स्ट टाइम यति थोरै मान्छे देख्नुहुन्छ, उहाँहरूलाई थम्थमाउनु पर्ने भएको छ। तर यो माया भने पनि कस्तो हो भने जति थोरै भयो त्यति पर्सनल टच भएर हामीले गफ गर्न पाउँछौँ नि। यहाँ अब यहाँ तपाईँ सबैको इन्डिभिजुअल फेसेसहरू देख्न पाइरहेको छु म। मेरो कलेजको साथी शर्मिला ठ्याक्क अगाडि हुनुहुन्छ। कलेजदेखि नै म यस्तै हो है, यस्तै हाउडे हो। अब मोनिमा यति त गर्नै पर्थ्यो, नभए अर्गनाइजरले मलाई पैसा दिँदैन। अडियन्स त्यहाँ आएको थिएन भन्दिनँ बेर चाहिँ ल आउनुहोस्। फर्स्टमा अब हाम्रो फर्स्ट कलाकार को बोलाउने त यहाँ? उहाँ एकदम बहुत चर्चित हास्य कलाकार हुनुहुन्छ। कसैले गेस गर्न सक्छ? छक्का पन्जाको टिम आछ, सबै बहुचर्चित हो। नेपालको एकदम अग्रज हास्य कलाकार, उहाँलाई हामी मुखमा हानिदिन्छौँ भनेर पनि चिन्छौँ। को हो गेस गर्नु त? ल अलि मजाले जोरदार ताली बजाउनुहोस् न शिवहरि पौडेलको लागि। उहाँलाई चाहिँ साँच्चीकै माइक चाहिँदैन यति त। दाइ आउनुहोस्, माइक चाहिन्छ? नमस्ते डायलस हो। मैले यहाँहरूलाई सम्झाएको तपाईँहरू आफू बसेको ठाउँ कण्ठ हुनुपर्छ। मैले नमस्ते डायलस भन्दा ताली बजाउनुहुन्छ कि भन्ठाने थिएँ, होइन अस्टिन भन्नुभयो, आफू बसेको ठाउँ तार छ। बाउ नाङ्गियो छोरी पढाउन, बाउ नाङ्गियो छोरी पढाउन, छोरी नाङ्गी भ्युज बढाउन, उता सोलो डोलो भुँडी देखाएर आमा चाहिँ टिकटक बनाउँछ। उता सोलो डोलो भुँडी देखाएर आमा चाहिँ टिकटक बनाउँछ। बोसै बोसो थुप्रिएको भुँडी देखाए भुँडी मरी मरी हल्लाउँछ। यता छोरो अश्लील बोल्दै प्र्याङ्क भिडियो बनाउँछ। अब त के न गर्ला छोराले भन्यो भाइरलमै रमाउँछ। यो टिकटकको जमाना हो। बदलिन पनि सक्छन् रे बसिसकेका रीतहरू, बदलिन पनि सक्छन् रे बसिसकेका रीतहरू, भेटिन पनि सक्छन् रे हराइरहेका प्रीतहरू। यसैले सदा सजीव रहन्छन् रे हाम्रा लोक संस्कृतिहरू। नमस्ते सम्पूर्ण अस्टिनमा रहनुभएका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरू। सर्वप्रथम त यहाँहरूलाई विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना। एकछिन हाम्रो आसिफ सरले ख्याल ठट्टा पनि गर्नुभयो। हाम्रो लागि एकजना पनि दर्शकै हो, 1 लाख पनि दर्शकै हो। जसले भ्याउनु भयो, आइदिनु भयो, त्यसको लागि हामी आभार व्यक्त गर्न चाहन्छौँ। त्यसै गरेर यस कार्यक्रमका आयोजक कमिटीका सम्पूर्ण सदस्यज्यूहरूलाई पनि हामी आभार व्यक्त गर्न चाहन्छौँ। त्यसै गरेर हामी नेपालदेखि कलाकार ल्याएर यहाँ अमेरिकामा यहाँहरू समक्ष भेट गराइदिनु हुने हाम्रा अर्का अर्गनाइजर सुमन अधिकारीज्यू र सुदीप आत्रेज्यूलाई पनि हामी धेरै धेरै आभार व्यक्त गर्न चाहन्छौँ। र यहाँहरूले हाम्रो होनहार एकजना डाइरेक्टर पनि पाउनु भएको छ, हाम्रो नारायणपुरी सर, हाम्रो शुद्ध डाइरेक्टर। उहाँ यहाँ हुनुहुन्छ। हामीलाई अभिभावक फेला परे जस्तो भएको छ। उमेरले सानो भए पनि हामीभन्दा धेरै अनुभवी, हामीभन्दा धेरै चलचित्रहरूको निर्देशन गरिसक्नु भएको व्यक्ति आज अस्टिनमा हुनुहुन्छ। हामी पनि यहाँ एकदम हर्षोल्लासका साथ आछौँ। म आजभन्दा 15 वर्ष अगाडि पनि यो ठाउँमा आइपुगेको थिएँ। सायद 15 वर्ष त होइन, 2014मा आएको थिएँ। यहाँहरू कतिजनासँग भेट भयो, कतिजनासँग भेट भएन। म त्यही सिलसिलामा यहाँहरूलाई अब यसो क्षणिक मनोरञ्जन गराउने हेतुले म केही पुराना र केही नयाँ घटनाक्रमहरू यहाँहरूलाई बताउने छु। हामी नेपालबाट यहाँ अस्टिनसम्म आइपुग्दाको एउटा घटना हामी सुनाउनेछौँ, यानि कि म सुनाउनेछु। अहिले वास्तवमा संसारभरि नै मान्छे आफ्नो शरीरलाई कसरी चुस्त र दुरुस्त बनाउने भन्नेपट्टि लागेका छन्।
मोटो शरीरलाई कसैले नि टेर्दैन अहिले, अल्छी भन्ठान्छन्। अझ जापान कोरियातिर त मोटो शरीरलाई त छोरी नै दिँदैनन् रे। म पनि मोटो छु, अझ पहिला त 75 केजीको थिएँ। यो मोटो हुनु नराम्रो भन्ने कुरा मैले 72 सालको भूकम्पमै अनुभव गरेका थिएँ कि पातलो जति घर हल्लेर रोडमा पुगिसके हामी मोटो जति माथि भर्याङबाट ओर्लिँदै थियौँ। त्यस्तो ठाउँमा चाहिँ एकदमै गाह्रो हुँदो रहेछ। हुन त पहिला पहिला गाउँतिर काँधमा रेडियो हालेर यहाँ चुङ्गे मुठी यत्रो भुँडी पल्टाएर कोही ससुराली गयो भने गाउँलेले डाहा गर्थे, ओहो त्यसले त क्या पैसावाल गाँठवाला ज्वाइँ पाएछ भाइ, यत्रो भुँडी भाका डम्म परेको छोरी त सुखी ठाउँमै परिएछ है, परिछ है क्या हो भन्ठान्थे। तर अहिले त्यो अवस्था छैन। अहिले जति सक्दो मान्छे चुस्त र दुरुस्त, जब स्लिम हुन्छन् उनीहरूले लाएको सुहाउँछ, हिँडेको सुहाउँछ, रोगबाट बच्न सकिन्छ। त्यही सिलसिलामा म पनि झन्नै 75-80 केजीको पुगिसकेका थिएँ। मैले पनि त्यसै गरेर अब ज्यान घटाउनु पर्यो भनेर घटाउन सुरु गरेर आज झन्नै 66-67 तिर झरेको छु। यो घटाउने पनि धेरै उपायहरू छन्। कसैले एरोबिक गर्छन्, कसैले डाइटिङ गर्छन्, कसैले मर्निङ वाक गर्छन्। मैले चाहिँ मर्निङ वाक गरेर घटाएको। यता आउने दिन, नेपालबाट हिँड्ने दिन सधैँ चाहिँ म त्यो दिन पनि बिहान मर्निङ वाकमा गएको थिएँ। जाँदाखेरि बाटोमा एउटा घटना घट्यो भने एकजना मान्छे उतानु परेर गीत गाइरहेछ। बा ए बाबा यो मान्छेलाई के भएछ? मैले वास्ता गरिनँ, हिँडी फर्केर आउँदा फेरि घोप्टो परेर गीत गाइरहेछ। अनि मलाई सोध्न मन लाग्यो, ए भाइ अघि म यही बाटो जाँदा तपाईँ उतानु परेर गीत गाइरहनु भएको थियो, अहिले फर्केर आउँदा घोप्टो परेर गीत गाइरहनु भएको छ, के हो यो? भने त जुरुक्क उठेर अघि तपाईँ यो बाटो जाँदा ए साइडको गीत बजाएको अरे, फर्केर आउँदा बी साइडको बजाएको अरे। त्यसै गरेर हामी प्लेनमा पुग्यौँ। प्लेनमा पुगिसकेपछि त्यहाँ पनि एउटा घटना घट्यो। फेरि प्लेनमा गएर बसिसकेका थियौँ। अहिले संसारभरि नै यो बोयफ्रेन्ड र गर्लफ्रेन्डको लहर चलेको छ। अहिले त पहिला पहिला त अविवाहितहरूको मात्रै चल्थ्यो, अहिले त विवाहितहरूको पनि चल्न थालेको छ। त्यहाँ त्यसै गरेर एउटा जोडी भर्खर अफेयर चलेको जोडी पनि अमेरिका आउन लाएर छ, त्यही प्लेनमा चढेको थियो। फेरि यो भर्खर यो बोयफ्रेन्ड गर्लफ्रेन्डमा झगडा पनि असाध्यै पर्दो रहेछ कि विभिन्न कुराहरू आश्वासन दिए हुन्छ नि त। केटाले गोजीमा सुको हुँदैन, 60 लाख र 70 लाखको कुरा गरे हुन्छ, एउटा रेस्टुरेन्टमा लान सके हुँदैन, अनि मेरो यस्तो घर छ र उस्तो घर छ भनेर केटी फसाएको हुन्छ। अनि त्यस्तै कुरामा कतिपय झगडा परिरहँदो रहेछ। त्यो प्लेनमा पनि 2 जना चढेका थिए। गएर हामी बसेको ठाउँ अगाडि सिटमा बसे, हामी पछाडिपट्टि थियौँ। प्लेन उड्यो। उडेपछि केटो झ्यालको छेउमा थियो, झ्यालबाट बाहिर हेरिरहेको थियो। केटी नराम्रोसँग कराई, होइन ए विक्रम तिमीलाई त केही मतलब छैन, अघि खालि प्लेनको झ्यालबाट हेर्न पाए हुन्छ, यहाँ मेरो कस्तो टाउको दुखिरहेछ। केटा पनि बाठो रहेछ, कहाँनिर दुख्यो बाबा? फेरि यो बोयफ्रेन्ड गर्लफ्रेन्डको कोड भाषा हुँदो रहेछ, बाबा रे बाबा। हामी त पशुपतिमा आउने जोगीलाई बाबा भन्थ्यौँ। कहाँनिर दुख्यो बाबा? केटीले यहाँ टाउको दुखिरहेछ। केटो एकदमै बाठो। हुन त अहिले हरेकको घर घरमा जाउँ, श्रीमानले श्रीमतीलाई मामु र श्रीमतीले श्रीमानलाई बाबा भने नि सुनिएको छ। अब श्रीमानले श्रीमतीलाई मामु र श्रीमतीले श्रीमानलाई बाबा भनेपछि बच्चाले बाबामालाई के भन्ने, त्यो टेन्सन छ यहाँ। त्यसै गरेर उसले कहाँनिर दुख्यो बाबा? ऊ यहाँ टाउको दुखिरहेछ। केटो बाठो रहेछ, हत्तनपत्त गएर निधारमा माया गरिदिएको थियो, टाउको दुख्या त चेट। प्लेन उडिरहेको थियो। एकछिनपछि फेरि केटी कराई, होइन ए विक्रम तिमी त मलाई ध्यानै दिँदैनौ के हो बाबा? यहाँ कस्तो गाला दुखिरहेछ। फेरि गएर गालामा माया गरिदियो, गाला दुख्या नि चेट। त्यही कुरा हाम्रो अमेरिकामा बस्ने एकजना साथीको बुवा पनि त्यही प्लेनमा हुनुहुँदो रहेछ। उहाँ पल्लो छेउबाट सबै कुरा हेरिरहनु भएको रहेछ। अनि उहाँले के सोच्नु भएको छ भने, ओहो यो विक्रम बाबुसँग त धेरै चिजको औषधि पो रहेछ भनेर जुरुक्क उठेर गएर, ए विक्रम बाबु तपाईँसँग त धेरै चिजको औषधि रहेछ, यो पाइल्सको औषधि पनि छ बाबु। त्यसै गरेर हामी यहाँ आइपुग्यौँ। त्यहाँ हिजो ड्यालसमा नि एउटा घटना घट्यो। त्यहाँ 8-10 हजारको भिड हुनुहुन्थ्यो। अनि त्यहाँ आइपुगेको कसले कुकुर घुमाउनु ल्याउनु भएको रहेछ। कुकुर एक्लै छुटेछ। छुटेपछि लुखुर भिडभाडमा हिँड्दै थियो कुकुर। तर अचम्म लाग्यो कि मलाई त, ए बाबा नेपालतिरको कुकुरले त धाय माया पुच्छर हल्लाउँथ्यो, यहाँ टेक्सासको कुकुरले त तलमाथि पुच्छर हल्लाइरहेछ। यो त भएन, सोध्नै पर्यो भनेर एकजना दाइलाई, ए दाइ
होइन नेपालतिरको कुकुरले त दायाँ बायाँ पुच्छर हल्लाउँथ्यो, यो यहाँको कुकुरले किन तलमाथि पुच्छर हल्लाइरहेछ हो भने त अब ठुलो देशको ठुलै कुरो हुन्छ नि। हाम्रो देश जस्तो हो अमेरिका भने अमेरिका हो, यहाँको त कुकुर पनि विद्वान हुन्छ। दायाँ बायाँ पुच्छर हल्लाउँदा भिडभाडमा मान्छेलाई ठोकेला भनेर तलमाथि हल्ला गरे। अब यहाँहरूलाई म एउटा सानो गीत सङ्गीतको, हुन त पहिलाको गीत सङ्गीत गर्ने तरिका र अहिलेको गीत सङ्गीत गर्ने तरिकाहरू धेरै फरक परिसकेका छ। पहिला भिजुअल गर्ने तरिका, गीतहरू रेकर्ड गर्ने तरिका र शब्दहरू धेरै मिठा मिठा हुन्थे। फुलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा, कति मिठा गीतहरू हुन्थे। अब अहिलेका गीतहरू हेर्नु त, हेर्ने हो र देखाइदिउँ, हेर्ने हो र देखाइदिउँ, यस्ता यस्ता गीतहरू आउन थाले। कसरी हेर्नु, उमेर पुगे छोराछोरीसँग बसेर हेर्ने गाह्रो भइसक्यो। फेरि त्यो बेलाको भिजुअल पनि कति राम्रो हुन्थ्यो। खोलाको किनारमा हिरोइन बसेका हुन्थिन्, माथिबाट फुल बगेर आइरहेको हुन्थ्यो, हातले त्यो फुललाई पानीले छ्याप्दै फुलको थुङ्गा बगेर गयो गङ्गाको पानीमा। गीतको शब्द जे थियो भिजुअल त्यही हुन्थ्यो। तर अहिलेको भिजुअलहरू मोडेलिनीलाई उचाल्या छ, पछार्या छ, काँधा हाल्या छ, घुमाएको छ, कहिले मोडेलनी माथि मोडेल चढ्या छ, कहिले मोडेल माथि मोडेलनी चढ्या छ। धन्न हाम्रो भाग्य अहिलेसम्म त्यति मात्रै देखिन परेको छ। अब 2-4 वर्षपछि हेर्दै जाने हो भने त गीतको अन्तिममा बच्चा जन्मा पनि देखाउने बेर छैन। धेरै फरक परिरहेछ। त्यसै गरेर यस्तै स्टेजमा एकजना ऱ्याप गायक चढ्नु भएछ। चढेर उहाँले छिर्ना साथ ऱ्याप गाउन थाल्नु भएछ। कलकत्ता कहीँ हो केस मेरो काक्रा कुक्रुक परेर स्टेजमै ढल्ने गरेर। अनि उहाँले गीत गाउन थाल्नुभयो। कलकत्ता कहीँ हो केस मेरो भाङ्गियो टेबलमा। गीत गाएर सकियो, वन्स मोर आयो, फेरि गाउनुभयो, फेरि वन्स मोर आयो, फेरि गाउनुभयो, फेरि वन्स मोर आयो। 8-9 पटक भइसक्यो, वन्स मोर आउन छोड्दैन। अनि एकजना उठेर भन्नुभएछ, अनि उहाँले दर्शकहरूलाई भन्नुभयो, ए हजुर मसँग अरू गीतहरू पनि छ, मलाई अरू गीत पनि गाउन दिनुहोस् न, यही एउटा गीत कति गाउनु। एकजना दर्शक उठेर भन्नुभएछ, पर्या छैन, यही राम्रोसँग नगाएसम्म तँलाई अर्को गाउनै दिँदैन भएन। त्यसै गरेर अब यो अहिले मैले भर्खरै गीत, यो जुन गीत यहाँहरूलाई सुनाएको थियौँ त्यो हाम्रो स्वर्गीय जयनन्द लामा दाईको गीत हो। हामी धेरै नजिक थियौँ स्वर्गीय जयनन्द दाईसँग। जयनन्द दाईलाई सम्झिनको लागि पनि म यो गीतहरू धेरै ठाउँमा मैले यो गर्ने गरेका छु, सुनाउँदै हिँड्ने गरेका छु। अब जयनन्द दाईले त यो गीत गाउनुभयो। कलकत्ता कहीँ हो केस मेरो बाङ्ग्यो टेबलमा होइन छ, पिरती मैले नालाको होइन तकदिरमा रहेन छ, थनकै भाला झुलौला मायालाई भुलौला। यो गीत त उहाँले गाउनुभयो। तर धेरै गायकहरूमा हरेक क्षमता पनि नहुँदो रहेछ। अब यही गीतलाई हामीले एम बरालजीलाई गाउन दियौँ भने उहाँले कसरी गाउनु हुँदो रहेछ सुनौ है त। कलकत्ता गइयो केस मेरो बाङ्गियो टेबलमा ऐना छ, टेबलमा ऐना छ, पिरती मैले नालाको होइन तकदिरमा रहेन छ, तकदिरमा रहेन छ। अब यही गीत रामकृष्ण ढकाल भाइलाई गाउनु दियो भने कसरी गाउनुहुन्छ है त। कलकत्ता कहीँ केस मेरो बाङ्ग्यो टेबलमा ऐना छ, पिरती मैले नालाको होइन तकदिरमै रहेन छ। अब यही गीत हाम्रो गायक मधु छेत्रीलाई गाउन दियो भने उहाँले कसरी गाउनुहुन्छ है त। कलकत्ता कहीँ केस मेरो बाङ्ग्यो टेबलमा ऐना छ, टेबलमा ऐना छ। अब कुमार बस्ने दाइलाई दियौँ भने कसरी गाउँछन् त। हे कलकत्ता कहीँ केस मेरो बाङ्ग्यो,
हे टेबुलमा ऐना छ हो केस मेरो बाङ्ग्यो हे पिरती मैले नलाको होइन तकदिरमै रहेनछ। धन्यवाद। हामीसँग योभन्दा पछाडि विशेष कार्यक्रमहरू छन्, त्यसमा म फेरि उपस्थित हुँदै गर्नेछु। हाम्रो यो छक्का पन्जाका कलाकार सहितको यो ग्रुप आज यहाँहरू समक्ष उपस्थित भएर हामीले कार्यक्रम सुरुवात गरिसकेका छौँ। अब यहाँहरूलाई हामी रमाइला कार्यक्रम पस्किनेछौँ। यहाँहरूका सेकेन्ड शुभ होस्, मिनेट शुभ होस्, घन्टा शुभ होस्, दिन शुभ होस्, हप्ता शुभ होस्, महिना शुभ होस्, वर्ष शुभ होस्, पुरै जिन्दगी शुभ होस्। ह्याप्पी विजयादशमी। नमस्ते। कति हाँस्नु, म त हाँसेको मेरो त मुखै दुखिसक्यो। कति रमाइलो अघि। यो त सिर्फ सुरुवात मात्रै हो, अझै योभन्दा कति रमाइलो पर्फर्मेन्सहरू आउनै बाँकी छ। हजुरहरू तयार हुनुहुन्छ त? एकदम कमी भयो, अझै अस्टिनको इनर्जी नै आएन। मैले कसरी बोलाउनु? ल अबको प्रस्तुति चाहिँ दादाले भनिदिन्छ। मेरो माइक चाहिँ अन गरिदिनु प्लिज। म फेरि बस्छु। बहिनी तास लिएर आउने यहाँ खेलौँ। कमिटीले तास रेडी गरिदिनु पर्यो यता। साँच्चै रमाइलो चाहिँ रमाइलो हुँदो रहेछ यसरी कार्यक्रम। अघि हाम्रो शिवहरी दाइले भनिहाल्नुभयो हरेक दर्शक हाम्रो लागि लाख बराबर हो। अब कार्यक्रम पोस्टपोन भइसकेपछि फेरि रिसेड्युल गर्दाखेरि चाहिँ अलिकति एडभर्टाइज नहुँदो रहेछ, मान्छेहरूलाई थाहा नहुँदो रहेछ। यो कार्यक्रम एकचोटि अनाउन्स भइसकेर फेरि चाहिँ क्यान्सल भएर अनि फेरि भएको रहेछ क्या। यो चाहिँ हामीलाई चित्त बुझाउनुको लागि, हाम्रो लागि उहाँहरूको लागि होइन। तर नेपालको स्थिति जे जस्तो भयो त्यसपछि हाम्रो कार्यक्रम त लगभग क्यान्सल भइसकेको थियो। हामी नेपालबाट नआउनेसम्म भइसकेका थियौँ। तर लेट्स डु इट, राम्रोसँग गरौँ। अब पोजिटिभ नोटमा दसैँको माहौल पनि छ। अब फेरि नेपाल उठ्नेछ भन्ने सन्देशका साथ जाम। हरेक मान्छेले यो कुराहरू सन्देशको रूपमा भनौँ। त्यो भनिसकेपछि चाहिँ कार्यक्रम पनि गर्ने बहाना हुन्छ मनीमा। अबको हाम्रो सेकेन्ड प्रस्तुति कसको रहेको छ त? अब सेकेन्ड प्रस्तुतिको लागि हाम्रो यो मञ्चमा गीत गाउनको लागि कोही आउँदै हुनुहुन्छ। को हुनुहुन्छ होला? हुन्छ होला त। एनी केसेस अलिअलि आवाज आयो यताबाट पनि आउनु पर्यो। कोही त? जितेन्द्र अस्टिन चाहिँ उठेन है, अस्टिन चाहिँ सुत्यो है, भएन यस्तो। कुर्सी ल्याएर दिएपछि अनि अब उठ्छ अस्टिन भनेर हुन्छ। साँच्चीकै बसेर तासै खेल्नुपर्छ जस्तो भयो अब चाहिँ। ठिक छ, रमाइलो गरौँ। हाम्रो अर्को प्रस्तुति सुरु गर्नुभन्दा अगाडि चाहिँ धेरै धेरै धन्यवाद हाम्रो अर्गनाइजर आत्तर्य प्रोडक्सन, त्यसै गरी आत्तर्य प्रोडक्सनका सुदीप अनि उहाँहरूको फ्यामिली यहाँ देखिरहेको छ। दाइ उता हुनुहुन्छ, सुदीप पनि छ, सुमन अधिकारी। उहाँहरूले यो कार्यक्रम आयोजना गर्नुभयो। डालसमा कार्यक्रम हिजो थियो अनि आज पनि यो कार्यक्रममा हामी आएका छौँ। I've lost words casually. यहाँ हेर्नुहोस् है, म तपाईँलाई एउटा चिज देखाउँछु। यो सबै बोल्छु भनेर आएको थिएँ। अब यहाँ मैले एकदम इम्प्रम्प्टु हानिरहेको छु, हानिरहेको छु, मिलिरहेको छैन। तपाईँहरू सन्चै हुनुहुन्छ भन्छु भनेर आएको, चिच्याउनु नपर्ने माइक नचाहिने छ। Anyway, without further ado, I would like to call upon stage. जोरदार तालीका साथ स्वागत गर्नुहोस् धर्मेन्द्र सेवान। आउनुहोस्। हेर्नुहोस्, उहाँलाई चाहिँ थाहा थियो यहाँ कतिजना मान्छे आउँदैछन् भनेर। प्यान्ट लाउन बिर्से हो कि यस्तै हो? दाइ धेरै धेरै धन्यवाद, बोलाइहाल्नु भयो। खासमा कट्टु लाएर डालासको गर्मीमा यो डल्ले यसो हिँडिरहेको थियो है, समातेर कार्यक्रममा गीत गाउन लगाइदियो। महाबुर अहिले उहाँ चाहिँ मन्त्री हुनुभएको छ, शिक्षा मन्त्री। किताब बेचिरहेको मान्छेलाई ल्याएर के अरे मन्त्री बनाइदियो भने जस्तै म पनि यसो डुलेर हिँडिरहेको मान्छेलाई, हावा खाएर मान्छेलाई
ल्याएर अब स्टेजमा उतारिदिनु भएको छ। यो मेरो सौभाग्य हो जस अस्टिनमा आएर यति पवित्र भूमिमा शिवालयको अगाडि हजुरको माया पाउनको लागि यसरी आउने मौका जुरेको छ। 7 समुद्र तरेर आउँदा पनि नेपाली दाजुभाइ आमा बुवा सबैलाई यहाँ दर्शन भेट गर्न पाउँदाखेरि एकदमै नतमस्तक भए। हजुर म सबैलाई धेरै धेरै न्यानो अभिवादन टक्राए। हजुर मन्दिर नजिक डुल्ने बानी हुन्छ नि केटाहरूको, नेपालै भन्ठानेर डुल्दै आएको हो खासमा। एनिवे जोरदार ताली धर्मेन्द्रको लागि। उहाँको साङ्गीतिक प्रस्तुति जोरदार हुनेछ। अस्टिनमा आगो बाल्छौँ भन्थ्यो, गर्मी भने रहेछ खास। मैले चाहिँ अरूले बालेको आगो निभाउनको लागि पठाएको थियो हाम्रो सुमनजीले है। एनिवेज अघि पनि भने हजुरलाई धेरै धेरै न्यानो अभिवादन। यति पर रहेर पनि आफ्नो धर्म संस्कृति चाड पर्व आफ्नो हृदयमा सजाउनु भएको छ, त्यही सबैभन्दा ठुलो कुरा हो। हजुर सबैलाई यस्तो पवित्र स्थल बनाउनु भएको र बनाउन सहयोग गर्नुभएकोमा एकदमै जोरदार ताली। एकचोटि आफ्नो लागि आफैले ताली मेरो तर्फबाट त एकदमै नतमस्तक भएँ म। अब अमेरिकामा आएर पनि भगवान् शम्भुको दर्शन गर्न पाइयो, त्यही ठुलो कुरा हो होइन र हजुर। एउटा चाहिँ अब शम्भुको आँगनमा शम्भुको काखमा आइएको छ। एउटा सानो मन्त्र गाउने दुस्साहस गर्छु, हजुर पनि मिल्यो भने सँगै गाउनु पनि सक्नुहुन्छ, ताली पनि सँगसँगै बजाउँ है त हजुर। कार्यक्रमको सुरुवात अलिकति श्री गणेशाय नमः चाहिँ अब भगवान् शम्भुलाई समर्पित गर्दै ओम त्र्यम्बकम यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमेव बन्धनं मृत्युर्मोक्षममृता। ओम त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् उर्वारुकमेव बन्धनं मृत्युर्मोक्षममृता। जय जय जगदीश हरे भगवान शम्भु की। नेपाल आमाको जय होस्। हामी यति टाढा बसेर पनि विगतका हप्ताहरूमा हामी एकदम रोएका छौँ, मलाई थाहा छ। त्यो घाउ कोट्याउनु भन्दा पनि त्यसमा अब मलम लगाउनु पर्ने बेला भएको छ। अनि त्यो मलम अब हामी एउटा कलाकारको रूपमा गीतै गाएर चाहिँ त्यो मलम लगाउने कोसिस मात्रै गर्न सक्छौँ। र एउटा प्रार्थना चाहिँ हाम्रो देश चाँडै नयाँ भाइ बहिनीहरूले जुन एउटा त्याग गर्नुभयो, देश राम्रै होस् भनेर, सो त्यो देश चाहिँ राम्रै मान्छेको हातमा पर्न सफल होस्, तपाईँ हाम्रो कामना एउटै छ होइन र हजुर। अब भगवानको त गाएर सुरु गरेँ। अब यो धरतीमा मलाई जन्माउने मेरो पिताश्री पनि सङ्गीतमा एकदमै लिप्त हुनुहुन्थ्यो। सङ्गीतमै आफ्नो जीवनयापन गर्दा गर्दै गीत सङ्गीतको सेवा गर्दा गर्दै बितेर जानुभयो मेरो बुवा आदरणीय बुद्धि परियार, जसले चाहिँ तपाईँहरूले एकदमै मन पराउनु भएको। तपाईँहरूले कुनै बेला त्यो गीतमा एकदमै गीत सँगसँगै गुनगुनाएर नाच्नुभएको गीत रेशम फिरी गीत तपाईँहरू माझमा राखेर यो कार्यक्रमको म श्री गणेशाय नमः गर्न चाहन्छु। हुन्छ हजुर, सानो एउटा टुक्रा गाएर रमाइलो गरौँ है त। अब इभिनिङ पनि एकदम राम्रो भइरहेछ, यो सन्ध्या एकदमै आनन्दित भएको छ। हजुरहरूलाई देखेर म अलिकति नर्भस पनि छु है, अलिकति हेर्दाखेरि अलिकति झिल्के जस्तो देखे पनि अनि मन चाहिँ कतै कतै मिल्किरहेको अवस्था छ होइन। तर तपाईँहरूको साथ पाएपछि चाहिँ रमाइलो हुन्छ। एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई मैले ताकेको होइन, रेशम फिरी उडेर जाऊ कि आहा। एकचोटि मेरो बुवाको लागि हजुरले प्लिज जोरदार ताली बजाइदिनु होला। मेरो बुवा कतै न कतै यो युनिभर्समा कतै न कतै हुनुहुन्छ, सो उहाँको आत्माले पनि शान्ति पाउँछ। मेरो बुवा आदरणीय बुद्धि परियार, जसले यो गीतलाई रचना गर्नुभयो, मौलिक सृजना गर्नुभएको गीत हो। आज लोकले मन पराएर एउटा लोकगीतको रूपमा चर्चित हुन पुगेको छ। हजुरले नै ल्याउनु भएको छ यो गीत सङ्गीतलाई यहाँसम्म। यति साथ समुद्र पारी पनि आएर विदेशीले पनि सिकेर नेपाल जाँदाखेरि यो गीतको देशमा आइपुगेको छु भनेर उहाँहरूलाई खुसी लाग्ने एउटा वातावरण पनि भएको छ। साथीलाई म त्यो गीतको ट्र्याक बजाइदिनु हुन अनुरोध गरेको छु। नाच्न मन लाग्यो भने हजुरहरू यसो आजको यो विशेष दिनलाई एउटा अवसरको रूपमा दसैँको शुभकामना सहित है हजुरहरूलाई टक्राए हजुर।
सबैबाट तालीको पनि अपेक्षा गर्दछु म ल है रेशम चिरिरी उडेर जाऊ कि टाढामा भन्ज्याङ रेशम चिरिरी सबैले गाउँ है रेशम चिरिरी सँगै उहाँलाई कम्पिटिसन गर्ने कोही छ भने आउनुहोस् है प्लिज ल है यता दिदीबहिनीबाट पनि प्लिज हे किनाले बन्दुक दुई नाले बन्दुक मृगलाई मैले ताकेको होइन एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई डाकेको रेशम चिरिरी सबैले one more time हे रेशम चिरिरी सबैले बन्दुक दुई नाले बन्दुक हे मृगलाई मैले ताकेको होइन एक नाले बन्दुक दुई नाले बन्दुक मृगलाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई डाकेको रेशम चिरिरी उडेर जाऊ कि डाँडामा भन्ज्याङ रेशम चिरिरी उडेर जाऊ कि डाँडामा भन्ज्याङ अलिकति महिला दिदीबहिनीहरू अलिकति लाज धेरै मान्नु भयो कि जस्तो छ हो कि होइन अलिकति जोसले भरिनु पर्यो है हजुर अलिकति च्यालेन्ज एक्सेप्टेड गरेर अलि राम्री हाम्रो दिदीबहिनीहरू पछाडि लाज नमानिकन आउनु होला अलि अगाडि प्लिज ल है सानोमा सानो गाईको बाछो भिरैमा राम राम सानोमा सानो गाईको बाछो भिरैमा राम राम छाडेर जान सकिन मैले बरु माया नेपाल छाडेर जान सकिन मैले बरु माया नेपाल जाम रेशम चिरिरी सबैले गाए एकचोटि यताबाट पनि है आज हे रेशम चिरिरी सबैले डाँडामा भन्ज्याङ रेशम चिरिरी हे उडेर जाऊ कि डाँडामा भन्ज्याङ रेशम चिरिरी उडेर जाऊ कि डाँडामा भन्ज्याङ हेर न यहाँ मलाई यस्तो अप्ठ्यारोमा पार्नुभयो हाम्रो यति राम्रो दिदीबहिनीहरूले कि जब गीत सिधिन लाबेला चाहिँ अनि हिरो कम्स लास्ट भने जस्तो गरे लास्टमा एनिवेज मृगलाई मैले ताकेको होइन मायालाई डाकेको रेशम चिरिरी उडेर जाऊ कि डाँडामा
भन्ज्याङ रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी सबैले उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी सबैले उडेर जाउँ कि सँगै उडेर जाउँ कि डाँडामा भन्ज्याङ धन्यवाद तिमोरीको मायाले ज्यानै खायो त्यही मोरीको हे जिस्काउँछ आज आफ्नै छायाले जिस्काउँछ आज आफ्नै हजुर तपाईँहरूले केही वर्ष अगाडि टिकटकमा यो गीत एकदमै भाइरल भएको थियो तपाईँहरूले पनि सायद टिकटक बनाइदिनु भएको थियो होला त्यतिखेर प्रत्यक्ष रूपमा भेटेर धन्यवाद भन्ने मौका मिलेको थिएन होला मलाई सो आज यो मौकाको रूपमा म तपाईँलाई धन्यवाद टक्राउँदै माया मारेर भन्ने गीत राख्न चाहन्छु धेरै धेरै धन्यवाद अलिअलि ताली चाहिँ सँगसँगै दिनु भने रमाइलो हुन्छ है हजुर ल है ज्यानै खायो त्यही मोरीको ज्यानै खायो त्यही मोरीको मायाले जिस्काउँछ आज आफ्नै छायाले जिस्काउँछ आज आफ्नै छायाले अलमलमा परेछु म त रणभुल्लमा बाँचेछु आज तिम्रै माया जालमा भरिनी माया तालमा तिम्रै माया जालमा भरिनी माया तालमा किन किन आज छाडेर जान्छु भन्छौ माया मारेर हो जान्छु भन्छौ माया मारेर जान्छु भन्छौ माया मारेर हो जान्छु भन्छौ माया मारेर सबैले हाम्रो साउन्डको भाइ कता जानुभयो अलिकति भित्र त केही सुनेको छैन यता कुल्चे फेरे कहिले उता कुल्चे फेरे ओ यता कुल्चे फेरे कहिले उता कुल्चे फेरे आफ्नै मुटु खायो चोटी चिरी चिरी हेरे मैले माया लाएको साँच्चै हो निर्मोहीलाई मेरो माया छिटो लागेकै हो छिटो लागेकै हो सबैले मुटु खायो त्यही मोरीको जोवन ढल्यो त्यही मोरीको ज्यानै खायो त्यही मोरीको मायाले तिम्रै माया जालमा भरिनी माया तालमा किन किन आज छाडेर जान्छु भन्छौ हेर्दा राम्रो माछा पुछे मारी राम्रो माछा बैगुनीलाई घुनले मार्छु खोजी ल्याएर काछा हेर्दा
राम्रो माछा पुछे मारी राम्रो माछा ए बैगुनीलाई गुनले मार्छु खोजी ल्याइदेऊ काचा हो अलिकति सानो ताली यही हो नि त बजाउने ताली हे जुन खोलीमा पानी छैन उहीको खोलीमा भोटी आफ्नो पोइलाई बासी मकै नाठो पोइलाई रोटी जुन खोलीमा पानी छैन उहीको खोलीमा भोटी आफ्नो पोइलाई बासी मकै नाठो पोइलाई रोटी ए भातै पाक्यो गुदु गुदु तिउन एलाई नुन छैन सुनको जस्तो जोबन दिदा हेर्दा राम्रो माछा पुछे मारी राम्रो माछा बैगुनीलाई गुनले बार सबैलाई बैगुनी सबैको हातमा दि खोजी ल्याइदेऊ काछा बैगुनीलाई गुनले बार्छु खोजी ल्याइदेऊ काछा बैगुनीलाई गुनले बार्छु खोजी ल्याइदेऊ काछा बैगुनीलाई गुनले बार्छु खोजी ल्याइदेऊ काछा टिमिक्क टिमिक्क लागो रातो साडी चक्क मिलाएको सबै दिदीबहिनीहरूको लागि अलिकति ताली बजाउनु ताली पनि बजाउन सक्नुहुन्छ यो मायाको तिमीकै छोरीले यो मायाको तिमीकै छोरीले कट पार्यो मोहनी बोलीले सोल्टिनी हो यो मायाको तिमीकै छोरीले यो मायाको तिमीकै छोरीले कट पार्यो मोहनी बोलीले सोल्टिनी हो नाचु लाग्यो मलाई नाचु लाग्यो अयो रयो ए अयो रयो अब धुलो उडाउनु पर्छ है सबै दाजुहरू सलमान खान भनेर के भन्नु होइन नेपाली भुवन केसी भन्छु ल आउनुहोस् प्लिज आउनुहोस् है शिव श्रेष्ठ जस्तो देख्नुहुन्छ प्लिज है आउनु दाइ पनि तपाईँ त पुरै तुलसी घिमिरे जस्तो देख्नुहुँदो रहेछ आउनु प्लिज उहाँ त नेताजी जस्तो देख्नुहुँदो रहेछ आउनुहोस् प्लिज गर्मी चल्नु चिसोको छाने काचा बस्न पाउनुहुन्न हजुरले प्लिज हजुर हो हाम्रो नेताजी जस्तो दाइलाई पनि ल्याउनुपर्छ प्लिज किनभने उहाँ कुर्सी म धेरै गर्नुहुँदो रहेछ कुर्सी त्याग्नुहोस् प्लिज आउनुहोस् प्लिज सबैले प्लिज जुन खोलीमा पानी छैन उहीको खोलीमा भोटी आफ्नो पोइलाई बासी मकै नाटो पोइलाई रोटी जुन खोलीमा पानी छैन उहीको खोलीमा भोटी आफ्नो पोइलाई बासी मकै नाटो पोइलाई रोटी जोस आएन है प्लिज कम हातै पाक्यो गुदु गुदु पिउन एलाई नुन छैन सुनको जस्तो जोबन दिदा कान्छीलाई कुन छैन पर गाईले खाए खाला लाको माया छ
छाड्ने ए छैन गए ए गर्दन जाला तालको माछा तालमै रह्यो भ्यागु उद्धो पाखैमा अरूलाई बोली वचन कान्छीलाई काखैमा हस्तान्तर गर्न दाजु पनि है तर आसिफ शाह हुनुहुन्छ हाम्रो दाजुको लागि जोरदार ताली प्लिज थ्याङ्क यू सो मच लभ यु दाइ यति कन्फिडेन्ट मलाई पनि आओस् अरे वाह दाइ तपाईँले सार दिए होइन मलाई थ्याङ्क यू लभ यु थ्याङ्क यू भेरी मच हजुर धर्मेन्द्रको लागि एकपटक यति तालीले पुग्दैन जोरदार ताली बजाइदिनुहोस् यस्तो उफारेको चाहिँ यस्तो रमाइलो गरी उफारिरहेछ उफ्रिँदा फेरि डर चाहिँ मलाई त्यो थियो इलास्टिकवाला हो नि त यो नर्मली हामीले चाहिँ होइन नेपालमा चाहिँ हाफ कट्टु भन्छौँ नि होइन भन्नुहुन्छ हाफ कट्टु भने हाफै हुन्छ खास प्यान्ट चाहिँ हाफ भन्न सकिन्छ क्या होइन कट्टु हो हाफ प्यान्ट हो हाफ कट्टु चाहिँ नभन्नु होला मेरो चाहिँ त्यस्तो बानी थियो क्या ल हेर्नुहोस् यो लाइभमा गयो भने राम्रो हुँदैन होइन धर्मेन्द्रले केही भनेको छ यहाँ लाइभ गरिराख्नु भएको छ साथी हो लाइभ चाहिँ नगरिदिनु होला किनभने हाम्रो हाँस्य कलाकारहरूले जति पनि प्रस्तुति दिइराख्नु भएको छ त्यो प्रस्तुति चाहिँ यहाँ लगायत अन्य 10 ठाउँमा मित लगाउँ मेरो नाम आसिफ शाह हो गरिराख्दाखेरि हाम्रो हाँस्य कलाकारहरूले जुन प्रस्तुति दिनुहुन्छ नि त्यो फेरि 10 ठाउँमा गर्नुपर्ने हुन्छ लाइभ हेरिसकेपछि त फेरि कन्टेन्ट लिक हुन्छ हाम्रो धर्मेन्द्र सेवानले जुन गीत गाउनु भएको छ त्यो चाहिँ लिक हुँदाखेरि पनि केही फरक पर्दैन रमाइलै हुन्छ तर लाइभ छैन हो नि त हाम्रो एकजना साथीले आएर के भनिराख्नु भएको थियो भने आज 8:30 भन्दा अगाडि कार्यक्रम सकाउनुहोस् है यो कम्युनिटीमा नभए अब हामीले माइक अन गर्न पाउँदैनौँ भन्नुहुन्थ्यो कि अनि म मनमा नै सोचिरहेको थिएँ हामीलाई माइक चाहिन्छ र यतिकै पनि रमाइलो भइहाल्छ नि होइन माइकमा बोल्न पाएन भने तपाईँहरूको अगाडि आएर हामी रमाइलो गर्छौँ गाउँछौँ अझ मजा गर्छौँ बहिनी आउनुहोस् न तपाईँको पनि काम हो यो म सँगसँगै यति धेरै नाच्यौँ कि खुट्टी दुख्यो म त उठ्नै सकिनँ एकछिन त अब रमाइलो भयो है कम्मर भाँच्ने गरी खुट्टा दुख्ने गरी सबैजनाले नाच्यौँ है अब के गर्ने त नाच्यौँ पनि गायौँ पनि अब फेरि एकछिन हाँसौँ होला होइन त हाँस्नुभन्दा अगाडि मलाई चाहिँ तिम्रो यो गेटअप यो देखेर चाहिँ मलाई के याद आयो भने हाम्रो स्पोन्सर हुनुहुन्छ साइली बुटिकको लागि जोरदार तालीका साथ साइली बुटिकले हाम्रो यो कार्यक्रमको अमेरिका भरिको टुरको स्पोन्सर गर्नुभएको छ साइली बुटिकलाई धेरै धेरै धन्यवाद लुगाले पनि याद दिलाउँदो रहेछ कुराहरू त्यस्तै अर्को हाम्रो आयोजक शुद्ध माट उहाँलाई पनि जोरदार तालीको साथ शुद्ध माट ओके अब शुद्ध मनोरञ्जनतर्फ लागौँ होइन हास्य मनोरञ्जनतर्फ लागौँ अब को आउँदै हुनुहुन्छ ल भन त एनी गेसेस यताबाट आयो यताबाट पनि आउनु पर्यो फेरि एकचोटि जितु नेपाल मुन्द्रे र उहाँलाई अहिले त हामी जय साहब भनेर पनि चिन्छौँ होइन र हेलो नमस्कार यता सही कुरा हजुर आराम आसिफ शाहजीले हिजो टेक्सासमा प्रोग्राम गर्दा फुत्त बोलाइरहेको थिएँ आज लेडिज भेटेपछि मरि छोड्दैन ल बधाई छ नमस्कार सबैजनालाई आराम सन्चै ठिक छ अमेरिका आउँदा पनि ठिक नभए कहाँ गएर ठिक हुन्छ त होइन ए आहा ल यो भगवान् जय शम्भो कैलाशपति जय भोले शङ्कर बाबा पशुपतिनाथ
बाबा भनी बोलाउँथे कसको यादमा टोलाउँथे डेटिङ भनेर भद्रको सपिङ गराउँथे मलाई यो चाहियो संसारकै कोही केटीले मनै नपराओस् मलाई अनेक थरी भन्ने मुखमा किरै गरी जाओस् मलाई अनेक थरी भन्ने मुखमा किरै गरी जाओस् महादेव हर महादेव हर महादेव हर 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 महादेव जय शम्भो। उहाँ शम्भु भक्त भएकै कारणले गर्दा उहाँको बडी चाहिँ नन्दी जस्तो खालको छ।